कोरियामा के साथीहरू हामीलाई चाहिँ एकदमै धेरै अचम्म लाग्ने हैन, तर यहाँ चाहिँ एकदमै नर्मल लिने चीज भनेको केटीहरूले हैन बसमा पनि ट्रेनमा पनि इभन दो काममा पनि मेकअप गरेर बसिरहेको हुन्छ क्या, छिनछिनमा आफ्नो यति धेरै केयर गरिरहेको हुन्छ। सुरुमा त मनै अचम्म पर्थ्यो क्या, तर अहिले चाहिँ युज टु भएको छ है। जस्तो हाम्रो नेपालमा चाहिँ एउटा लिपस्टिक लगाएको देख्यो भने पनि कतिजनाले त नक्कल पारेको हेर ओहो हो भनेर कस्तो जज गर्ने बानी हुन्छ नि त, तर यहाँ चाहिँ यो कुरा एकदमै नर्मल हो है। आफूलाई राम्ररी देखाउनु, सफा बस्नु यहाँ एकदमै प्राथमिकता दिन्छ जस्तो लाग्यो मलाई। यति हो साथीहरू, म पनि अब यहाँको कल्चरहरू हेर्दैछु, मान्छेहरूले के गर्छ मलाई कस्तो अब्जर्भ गर्न मन लाग्छ कि, लाइक हुन्छ नि अब कोरियाको ब्युटी स्ट्यान्डर्ड त पुरा वर्ल्ड वाइजै फेमस छ नि त, सो कस्तो हुन्छ यहाँको केटीहरू भनेर हेर्न मन लाग्छ। सो यति अब्जर्भ गरेको हो ल, बाई बाई, थ्याङ्क यू फर वाचिङ। सबैजनालाई धेरै माया अनि गुड नाइट।